नमस्ते। हेर्नुहोस् त मैले आज अमिला टिप्दैछु यहाँ। हेर्नुहोस् है, यस्तो अमिला खाने है। अमिला यस्तो छ हेर्नु, सानो सानो खान, धेरै ठुला त छैनन्। मैले अब अमिला टिपेर अब चुक बनाउन लागेको छु। अब अमिला हेर्नुहोस् है कति छन् यहाँ। हेर्नुहोस् अब यहाँ हेर्नुहोस् है। हेलो हेर्नुहोस् है, अमिला 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 टिप्दैछु अब मैले। हेर्नुहोस् अब अमिला हेर्नु कति छन् यहाँ। अमिला 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 अब अमिला टिपेर मैले चुक बनाउन लागेको छु। अब अमिला टिपेपछि 2-3 दिनसम्म राखेपछि यो मजाले रस निस्किन्छ गाइज। हेर्नुहोस् 2-3 दिनसम्म ट्याक्कै अब नि डोकामा राख्ने यो। हेर्नुहोस् यो डोकै मैले यति 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 टिपिसकेँ। हेर्नुहोस् है, यति टिपिसकेँ, यति टिपिसकेँ। यहाँ यता यता यिनी फेरि यता 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 पनि छ नि, यता पनि छ नि, यता पनि छ नि। टिपिसकेँ। अब मम्मीले अमिलाको फेदा मुनि अब घाँस ट्याक्क काट्न लाउनु भएको छ गाइज। हेर्नुहोस् है, घाँस सर्लक्क काट्ने। अलिअलि भुइँमा पनि खसेका छन् यहाँ, भुइँमा पनि खसेका छन् यहाँ। भुइँका पनि अझ पाकेर खसेका छन्, तिनी पनि टिप्नुपर्छ। तिनको पनि रस एकदम राम्रो आउँछ। अब अमिलोमा अब टिप्न त म आएँ फेदा तल तलका त टिपियो। अब टुप्पा टुप्पा कसरी टिप्ने होला। काँडा बिजेर 3-4वटा काँडाले त मलाई त यहाँ त कस्तो तिथरो के आइया बाबा बाबा, कस्तो तिथरो के गोबो भन्छ नि या, गोबो के गोबो। हेर्नुहोस् कस्तो दुख्दो रहेछ क्या। फेरि मैले टिप्छु हेर्नुहोस् है, ठ्याक्क यसरी टिपेपछि ओ कति पहिलो आयो 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 आयो। यो हो अमिलो। पोहोर साल त अलिक ठुला थिए, अहिले त के भयो दाना पनि साना यत्रै। हेर्नुहोस् त सुन्तला भन्दा पनि, सुन्तलाका दाना भन्दा पनि साना दाना छन् नि, तर पाकेर भुइँमा झरेका। अहिले खासै ठुलो अमिलो हुन, तर अमिलो चाहिँ खासै अहिले बढ्यो, खासै दाना ठुलो हुन सकेन। अब मैले अमिला टिप्छु। पाकेको अमिला टिप्न पर्यो पहिला। अलिअलि 10-12वटा चाहिँ छोड्न पर्यो मलाई पछिल्ला खानालाई। 15-20 दिन पछि जब अमिला निख्रिन्छ नि अमिला खाना पर्यो। अब अमिला नभएका बेला खानी मन लाग्छ, भएका बेला देख्ने मन लाग्दैन। त्यही भएर अब 10-12वटा मैले यसमा छोड्छु। अरू सबै टिप्छु गाइज। हेर्नुहोस् गाइज सबै टिप्छु। हेर्नुहोस् है यहाँ कता कता अमिला कति छन् यहाँ। यिनी अमिला यस्तो अमिलो छ। हेर्नुहोस् अमिला अमिला। यो अमिलालाई अङ्ग्रेजीमा के भन्दो रहेछ नि थाहा छैन है मलाई, किनकि यो फल भनेको मैले काँसो लाएर मलाई फेरि बेमौसममा काँसो लागिरह के। यो अमिलालाई अङ्ग्रेजीमा के भन्छन् मलाई थाहा छैन गाइस। तपाईँले कमेन्टमा लेखिदिनु होला है अमिलालाई अङ्ग्रेजीमा के भन्छन्, किनकि यो मैले नेपालमा मात्र देखेको छु, अन्त देखेको छैन कि यो अमिलो। हुँदो होला तर देखेको छैन मैले। बुटो खासै ठुलो छैन, सानो सानो चिटिक्कको बुटो छ। यत्तिको फल्नु भनेको ठिकै हो। यता यहाँका मैले टिपेर भइसकेँ, यहाँका टिपेर भइसकेँ। कता कहीँ छन् है। अब यिनी टिप्दैछु गाइज। अब यहाँ सेबी, हाम्रा घरका सेबी हुने नि, यिनी सेबी पनि खासै राम्रो भएनन्। तिहार आइसकेको छ र तिहारमा ट्याक्कै के फुल, मखमली फुल होइन के फुल हो यो, के फुल हो यो, के फुल भन्छ यसलाई, मखमली। यो फुल मखमली। यो फुलको नाम के फुल हो मलाई फुलको नाम थाहा छैन। कति राम्रो फुल छ है। हेर्नुहोस् है गाइस, यसको त हामीले सानामा यो छ नि, यो यसको यो बिचको ट्याक्क निकालेर ट्याक्क रस आउँछ क्या, रस ट्याक्क चुस्थ्यौँ क्या सानामा रस। यसको यस्तो राम्रो मिठो रस आउँछ क्या यसको। यहाँ यो सेबी, यो हो सेबी। के सेबी हो थाहा छैन मलाई, तर सेबी हो। यो फेरि मौसम फले है। हेर्नुहोस् यहाँ यस्तो गाजी मौसम फलेको छ, पहिलोचोटि फलेको, कता कोही मात्रै फले है। यो मौसम हो। हेर्नुहोस् गाइज यो हाम्रो करेसाबारी यस्तो भएको छ है, पुरा घाँसै घाँसले उम्रिएको छ। अब यहाँ हामीले साफ गर्दैछौँ गाइस, साफ
एकदम सफाई गर्दैछौँ। यो घाँस ट्याक्क साफ गर्ने हो, गएर ट्याक्क खनक्रस गर्नुपर्छ, मेहनत धेरै छ। अमिला 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 खसे, अमिला खसे, भैँभरि टिपम है, टिपम ल, अमिला टिपम। ए टिपे यत्रा झरिसके है, भैँभरि झरे। अहिले टिप्दैछु मैले त गाइज। ओह ओह अमिला, अमिलो रसिलो सानो कि मायाले, मोहनी मन्तरले बाँधुकी मायालाई, हो मोहनी मन्तरले बाँधुकी मायालाई। ट्याक्कै मैले अमिला टिप्नु मेरो गाह्रो यो हो। त्यो त मन्टो मात्रै हो, यहाँ अमिलातिर यो हो। ओ ओ ए अमिला, ए ए ए ए अमिला अमिला ई अमिला अमिला अमिला। यता फर्किन्छ नि त, मैले त जता फर्कन्छ त्यो फर्काउने म। ए ट्याक्क ट्याक्क। के खान लागेको मम्मी? बेलौती, अमरुद, बेलौती होइन अमरुद हो। वाह, यहाँ बेलौती पनि लास्टै पाकेकै गाइज, हेर्नुहोस् है बेलौती कति छ यहाँ। बेलौती बेलौती बेलौती, यो बेलौती हो, घरासे लोकल बेलौती हो कि, मिठो बेलौती हो कि। ए यति टिप्यो बल्ल बल्ल अमिला गाइज, हेर्नुहोस् त ट्याक्क लाएर। अमिला टिपेर भयो, एक ढोका बढी भयो, एक ढोकाभन्दा बढी भयो, एक ढोकाभन्दा बढी भयो। यहाँ यति छन्, यहाँ यति छन्। यी अमिलै अमिला अमिलै अमिला, चुक कति पो निस्किने हो र, तर अमिला त यति भए। एक मना निस्के पर भाग्य साथीहरू हो। ए यिनी अमिला हुन्, एकदम खट्टा खट्टा अमिला।